जाँदा ऐतिहासिक महत्त्वका केही सम्झौता समझदारीहरू मैले गराएको छु। 10,000 मेगावाटको कुरा तपाईहरुले सुन्नु भएको छ। नेपाल भारत बंगलादेशको बीचमा त्रिदेशीय विद्युत व्यापार गर्ने सम्झौता त्यतिबेलै भएको थियो र त्यो प्रक्रिया अहिले अगाडि बढिरहेको छ। म तपाई कञ्चनपुरवासी र तपाई यो पुनर्वासका आदरणीय जनसमुदायलाई के पनि भन्न चाहन्छु भने मेरो भारत भ्रमणको बेलामा सीमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेक कालापानीको समस्यासम्म पनि मैले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको थिएँ र तपाईहरुले सायद स्मरण गर्नु भएको होला, सम्झिनु भएको होला। इतिहासमा पहिलोचोटि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हामीले गरेको एउटा संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उहाँले सीमाको समस्या हल गरिन्छ, संवादद्वारा नै हल गरिन्छ र एउटा नयाँ इतिहासको रचना गरिन्छ भनेर मेरो अगाडि बोल्नु पनि भएको थियो। मलाई विश्वास छ आउने दिनमा वार्ता र संवादको माध्यमबाट सीमामा रहेको समस्या, हाम्रो जग्गाको समस्या समाधान गरिनेछ। त्यसैगरी मैले चीन भ्रमणको बेलामा पनि नेपाल र चीनको बीचका परम्परागत नाकाहरू खोल्ने सहमति गरेँ अनि दुई देशमा विद्युत प्रसारणको निम्ति क्रस बोर्डर ट्रान्समिसन लाइन भन्छ, यो सीमानामा बोर्डरमा ट्रान्समिसन लाइन बनाउने सम्झौतादेखि कृषि